हेलो हेलो ल मैले फिल्मको टिकट काट्न पठाएको छ टाइममै आउनु ल के हुन्छ हुन्छ म काम सकाएर निस्किहाल्छु ओए कोसँग बोले मेरो केटी साथीसँग बोलेको के दाइ यसको दाइ कहाँबाट आइपुग्यो फेरि केटी साथी हो केटा साथी हो, म बोल्छु लाउड स्पिकर है हेलो हेलो त भाइ जा म कुरा गर्छु हेलो को अरे आफू म तपाईँको बहिनीको साथी क्या पूजा ए के कुरा हुँदै थियो कुनी के हुनु नि आज हामी फिल्म हेर्न जाने भनेर प्लान गरेको नि दादा कहाँ दादा भनेर म त मेरो बहिनीको भाइ हो कि एक्चुली म पनि सिङ्गल छु तिमीसँग फिल्म हेर्न जान म मिल्छ त मेरो बहिनी अलिक बिजी छ क्या अब म केटै मान्छे हो भने थाहा पायो भने मार्छ होला यसले आइडिया लाउनु बहिनी यसको दाइ फेरि कहाँबाट आइपुग्यो हजुर कोसँग बोल्ला मेरो साथीसँग हो कि दादा साथीसँग खोले त म बोल्छु हेलो हेलो म भन्दा नि बोको रहेछ नि फेरि काम को बोले होला म तपाईँको बहिनीको साथी अनि सिङ्गलै हो कि बिहे भइसक्यो हो दाइ फिल्म सुरु हुन लागिसक्यो जाउँ न एकछिन म यहाँ केटी बनाएको दाइलाई झुकाइरहेको छु कि मैले हेलो के भयो दाइ ओए त हेर के भयो दाइ त बाहिर जा अनि भर्खर बाहिरै थियो त अनि किन भित्र बोलाएको त्यो बाहिर भने मैले विदेश छ भने विदेश यहाँ 10 जना केटाहरूसँग लट्ठारी हिँडेर जहाँ पाइ त जाँदिनै म जहाँ पाए त्यही होइन साइबस जा भने मैले वसुन्धारामा रहेको रोटरी मेन पाउँछ कुरा गरिरहेको छु त खुरो गइहाल त त्यहाँ गएर चाहिँ के गर्ने म केही त गर्न आउँदैन मलाई त्यो काम गर्न आउँदैन नि तेरो हाइट पनि राम्रो छ इङ्ग्लिस पनि राम्रो बोल्छेस् त्यहाँ सेल्स गर्लको लागि राम्रो डिमान्ड आएको छ खुर्को गइहाल त काम गर्न आउँदैन भने बसिरहन्छ हजुर थाहा पाउनु नि तपाईँहरूले वसुन्धरामा रहेको रोटेरी मेन पावरमा अहिले साइप्रसमा सेल्स गर्लहरूको लागि ह्युज डिमान्ड आएको छ यदि तपाईँहरूको इङ्ग्लिस स्पिकिङ स्किल राम्रो छ हाइट 5.2 भन्दा माथि छ र प्रोफेसनल अपियरेन्स छ भने तपाईँहरूले यो डिमान्डमा अप्लाई गर्न सक्नुहुनेछ सो यति थाहा पाएपछि अब वसुन्धरामा रहेको रोटेरी मेन पावरलाई सम्पर्क गरेर जाने नि त साइप्रस सेल्स गर्लमा ल उहाँहरूको अफिसियल फोन नम्बर मैले तल क्याप्सनमा राखिदिएको छु कल गर्नु होला है त